यो साबुन काम दिन्छ हौ रिसो बोक्रा कुट्ने हो अनि साबुन काम यो पुरानै बाटो यो हाम्रो बाबुबाजेले गरेको जग्गा बसेको जग्गा यो बाबुबाजेले पानी खाएको पँधेरो पँधेरो धारो आउँछ यहाँ कुवाहरू अनि यो पात तिनीहरू एउटा पनि हुँदैन थियो सफा एकदम सफा कस्तो राम्रो कहीँ झालमेल केही हुँदैन थियो यहाँ पूजा आजा गर्थे म परपर गुरुङ घिमिरेहरू यहाँ बसेर क्रियापत्री गर्ने अनि यहाँ आए नुहाए भात पकायो ऊ बाटो तलदेखि बनाएर यहाँ आउँछ गरिदिन्छ यहाँ त्यस्तो छैन यो सुकेको छैन यहाँ पाइपमा लगाएको छ नि माथिबाट पलाएको यिनी हो यसको मह नै यी हो मह नै एकदम चोखो यो 72 सालको भूकम्पले अलि सुकोकै हो नभए यहाँ ठुलो हुन्थ्यो यतिखेर यत्रो त पानी नि जस्तै भूकम्पले अलि दबाएछ वही मिलेछ नि भित्र छिर्दा हुन्छ हुन्छ कि यो तलतिर लगेको रहेछ नि उही तल घरमा लगेछ